नमस्ते आदरणीय सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू। मेरो पछाडि चाहिँ गाईहरू छन् र पर चाहिँ गोठ पनि दिएको छ। यहाँ जम्मा 5वटा गोठ यो लेखमा छ र यो ठाउँको नाम हो भुजुङबाट 1 घण्टा हिँडेर चाहिँ यो च्यान डाँडा भनिँदो रहेछ यो ठाउँ। र यहाँ चाहिँ आज एकजना व्यक्ति यो पुरानो अब कसैले पनि जान्दैन र कसैले पनि चाहिँ सारङ्गी बजाउँदैन। उसले सारङ्गी बजाएर चाहिँ अब दुध पोखरीको गीतहरू गाउँछ रे भनेर सुनेपछि म आज उहाँको बारेमा र गोठभित्र के गर्दैछ र गोठहरूको जीवन कहानीको बारेमा, उसको गोठालाको जीवन कहानीको बारेमा म केही देखाउन गइरहेको छु। हिलो छ, गोबर, गाईको गोबरहरू एकदमै बाटो चाहिँ बर्को मासको बाटो। हेर्नुहोस् यो गोठ हो, त्यो दाईको गोठ रहे र म अहिले त्यतातिर जाँदैछु। यतातिर चाहिँ गाई गोरु चाहिँ जाने बाटो रहेछ र यहाँबाट चाहिँ यसरी चाहिँ हिलो पनि यहाँ अलि अप्ठ्यारै छ हिलोमा हिँड्नु पर्ने। र अहिले म यही तगरोमा जाँदैछु। ओहो ओ दाइ, गाई दुहुन लागेको? ल ल म पनि आउँछु है त। यहाँ तगरो छ, हेर्नुहोस् गाईहरू यहाँ भित्र बाँधेर राखेको छ, दुहुने गाईहरू। अहिले उहाँ दाइले चाहिँ के अरे गाई दुहुँदैछ। अन्त गाईले मार्ने त होइन? ल ल, तपाईँ नै हो सारङ्गी बजाउने? जाने पनि नजाने पनि अहिले त बजाउँछ हजुर। ए ल ल, अब गाई दुहिसकेपछि तपाईँको सारङ्गी लिएर चाहिँ आज तपाईँको हिस्टोरी गरे भाइले चाहिँ बनाउँदैछ। अनि घरभित्र गोठभित्र को छ र? बुढी छ। बुढी छ? ओहो, सुध्रिया छ? बिमारी छ कि क्या हो? बिमारी छ त। ए ओ दिदी, दिदी सन्चो छैन? ए बिमार भएछ हजुर। ल अब यहाँ दाइले चाहिँ गाई दुहुँदैछ। यो गाईले चाहिँ अरू मान्छेहरूले दुह्यो भने दिन्छ कि दिँदैन? कुनै त दिएको छैन, मैले बिस्तारै खानु सकेन। गाई बाछी त यो कहिले पाएको? अस्ति आइतबार पाएको? हेर्नुहोस् गाईको बाछी भर्खर पाएको रहेछ, आइतबार पाएको। माउको दुध पिउँदैछ। अब बुढो पनि अब गाई दुहुन पसिसकेको अवस्था छ। गाई कतिवटा छ त दुहुने? गाई दुहुने अहिले 6वटा छ। 6वटा छ? हजुर। जम्मा तपाईँको गाई कतिवटा छन्? गाई गोरु गरेर 20-25वटा होला। 20वटा? पहिला कतिवटा थियो? पहिला थोरै थियो। यहाँ यो गोठ पुरानो टिनको गोठ छ। दुध त बेसरी धेरै आछ कि क्या हो? आउँदैन हजुर। दुध त गाईको त थुनो त अलिक सानो हुन्छ, भैँसीको भन्दा त गाईको अलिक सानो हुन्छ है? सानो हुन्छ, सिप्लेर दुहुनै भएन। बच्चालाई बेसी ठोक्छ, त्यो दुध नआएर होला। आए पनि नआए पनि ठोक्छ।
अहिले चाहिँ अहिले मौसम पनि राम्रो छैन, हुस्सो लागिरहेको छ र यो गोठ चाहिँ पुरानो टिनको चाहिँ यो गोठ चाहिँ कति वर्ष भयो यहाँ बसेर भयो होला धेरै मैले उति साह्रो ख्याल राखेन अनि कति वर्षमा गोठमा बसेको तपाईँ म गोठमा बसेर धेरै साल भयो अलि 18 यतातिर तपाईँको के अरे फेस हेड देखाउनु पर्छ क्या 18 साल 18 सालदेखि बसेको म त ए अहिले कति वर्ष भयो तपाईँ अहिले मैले 74 रे 75 ए 75 भयो ए 75 को मान्छे त त्यत्रो वर्ष पुगेको मान्छे पनि गाई गोठमा बसेर यस्तै दोहोरो छ बुढो मान्छे। यता हुन त अब यहाँको अर्ग्यानिक दुध मही र यहाँको अर्ग्यानिक चाहिँ खानपिनले गर्दाखेरि होला बुढो चाहिँ टाठो नै छ, एकदमै तन्दुरुस्त देखिन्छ। अनि के अरे हजुरको श्रीमती नि कति वर्ष पुग्यो? हजुरको श्रीमती म भन्दा 6 वर्ष सानो हो। तपाईँको श्रीमती ए उमेर त पुगिसकेछ त होइन र? हेर्नुहोस् यो गाईहरू चाहिँ यसरी बाँधेर राखेको छ, दुने गाईहरू र अरू गाईहरू चाहिँ यो माथि चाहिँ छोडेर राखेको छ। त्यो चाहिँ जब यिनीहरू चाहिँ दुइसकेपछि बल्ल मात्र चाहिँ यिनीहरू सबै धपाएर जङ्गलतिर पठाइसके चाहिँ बेलुका आफै फर्किन्छ। दबाउनु पर्दैन। ए बिहान मरे लगाइदिने, बिहान पनि आफै खुसीले जान्छ, भरे आफै खुसीले आउँछ। ए अहिले त यहाँ चाहिँ त्यस्तो बाघहरू त छैन जस्तो लाग्यो त। अहिलेसम्म केही भएको छैन। अहिलेसम्म ए राम्रो समय रहेछ नि त है। जे होस् बुढोले चाहिँ अर्को गाई दुन लगाएको छ। हेर त यो बाछीले मजाले चाहिँ आमाको दुध चुसेर चाहिँ कस्तो मजाले यतातिर पनि हेर्दैछ। ल ल ल ल ल यहाँ खिच्दैछ तैँले, खिच्दैछ मैले हो। अब दुध त सक्यो होला नि। अहिले सारङ्गी बुढोले चाहिँ दाइले आफ्नो सारङ्गी थन्काइराखेको सारङ्गी निकालेर चाहिँ त्यसको ट्युनिङ गरेको सुनेछ। अब त्यतितिर जाऊँ। ल सारङ्गीको ट्युन बुढोले चाहिँ गरिसकेको रहेछ र अब यो सारङ्गीको बारेमा भन्नुपर्दा हाम्रो गाइने दाजुभाइहरूको सारङ्गी अलिकति फरक हुन्छ र हाम्रो यो गुरुङको सारङ्गी चाहिँ धेरै फरक छ। हेर्नुहोस् तपाईँको, हेर्नुहोस् यो सारङ्गी। अब म सारङ्गीको बारेमा माथिबाट तलसम्म लान्छु है। जस्तै यो सारङ्गीको चाहिँ 3वटा तार हुन्छ भने हाम्रो गाइने दाजुभाइहरूको चाहिँ 4वटा तार हुन्छ र गाइने दाजुभाइको चाहिँ माथि झुन्डिने हुन्छ भने हाम्रो गुरुङहरूको सारङ्गी यसरी मान्छेको टाउको आकार दाँत पनि भएको हुन्छ। त्यो दाँतको बिचबाट तार उता छिराएको हुन्छ। त्यस कारणले चाहिँ बुढोले चाहिँ ट्युन मिलाउँदैछ र त्यसरी तल गयो भने तपाईँको गाइने दाजुभाइको सारङ्गी चाहिँ अलिकति गोलो प्रकारको भित्र खाल्टो हुन्छ र हाम्रो गुरुङहरूको चाहिँ सारङ्गी खाल्टो त खाल्टो हुन्छ र यसरी चाहिँ बनाएको हुन्छ। र यो छाला मृगको छाला हो
र अहिले बुढोले चाहिँ लेखको चाहिँ दुध पोखरीको गीतको चाहिँ भाका ल्याएको छ। चुवा चुवा घेसी सारङ्गी उहाँ उहाँ घेलो सारङ्गी आइङ्गे सै बेलारी भन्ने गीतमा चाहिँ उहाँले ट्युनिङ गर्दैछ। हेरौँ अहिले सारङ्गी दाइले सारङ्गी बुढोले चाहिँ आफ्नो सारङ्गी निकालेर चाहिँ यहाँ गोठको डिलमा आएर चाहिँ अलि माथि हेर्नु यो केब्रो हेर्ने अलिकति माथि हेरेर अब यसको अर्थ यस गीतको अर्थ मलाई भनिदिनुहोस् न। हजुर जब तमखु हजुर होइन तमखुबाट खुएर चाहिँ काखमा राखेर राख्यो सुर्ती बाजा हातमा लियो अनि काका बाबुको गोठमा गयो। ए काका बाबाको गोठमा गयो गोठमा गयो त्यो तमखु र सुर्ती बाजा लिएर अनि फेरि जाँदाखेरि जोर नयु कुकुरले कुकुरले चाहिँ दुईटा कुकुरले हागाउनु आयो। कुकुरले चाहिँ भुक्न आयो बाटोमा आधा बिचमा गोठमै पुगेको छैन गोठमै पुगेको छैन। अब त्यस्तो भयो त्यहाँदेखि त्यो केटी चाहिँ रुयो त्यो केटी चाहिँ कुकुरले छेक्यो अहिले कुकुर भुकेपछि डराएर रुयो होइन रुएपछि उसको आँसु पस्यो आँसु आयो डरले 3 पल्ट भाइमा खस्यो सोवाला भनेको 3 पल्ट आँसु भुइँमा खस्यो होइन। त्यहाँदेखि उसको त्यो घालेको नसले पस्यो। ल र गाइनेको सारङ्गीको स्वर साउन्ड चाहिँ अलिकति भिन्दै हुन्छ र हाम्रो गुरुङहरूको चाहिँ सारङ्गीको स्वर अलिकति त्यो हिमालमा के अरे बजाउने भएको कारणले त्यो थुर्जुमा दुध पोखरीमा बजाउने धुन भएको कारणले यो अलिक उराठो लाग्दो आउँछ। त्यसबाट आजको भिडियो कस्तो लाग्यो प्लिज तपाईँहरूले सेयर कमेन्ट सब्सक्राइब गर्नु नभुल्नु होला। थ्याङ्क यू।